बच्चाको पहिलो डेन्टल चेकअप, फर्स्ट डेन्टल भिजिट, त्यो we've all read in the books, तर we've read कहिले in- हुनुपर्छ? we've read in the books, it should be when the first tooth erupts. I think if you come before, I think it will be a better care for your gums as well, for the हजुर. gums as well. है अब बच्चाको गम्सलाई किन केयर गर्ने भन्ने कुरा होला, तर बच्चाले खाने के हो? हाम्रो बच्चा सानो बच्चा हुन्छ, दुध बाहेक अरू केही खाँदैन, उसको त आहारै त्यही हो नि त. अब दुध खाएपछि गम्समा के इफेक्ट पर्ला भने कहिले कहिले एउटा ल्यास्स परेर एउटा लेयर बसिरहेको हुन्छ. त्यो अब दाँत आउने बेलामा बस्न थाल्यो भने त दाँतको सर्फेसमा पनि बस्यो. अनि दाँतको सर्फेसमा बस्ने बित्तिकै के हुन्छ? दाँत आउँदा आउँदै किराले खायो. अनि पिपल कम ओभर हियर. बच्चाको चाहिँ दाँतै आएको छैन, आउँदा आएको जस्तो लागेको थियो, फेरि किराले देखिनै देखिँदैन किराले खाएको. दे डोन्ट से किराले खाएको, दे से लाइक दाँतै उम्रिएन.